मित्रहरू नमस्ते, स्वागत है वादर। म सन्तोष भट्टराई। आराम हुनुहुन्छ? भ्लग नेपालमा स्वागत छ। आजको भ्लगमा म यहाँहरूलाई काठमाडौँ नजिकैको भुवनेश्वरी मन्दिरको यात्रा गराउँदैछु। हामी भुवनेश्वरी मन्दिरको यात्रा गर्दैछौँ अनि भुवनेश्वरी मन्दिर पछिल्लो समय काठमाडौँ उपत्यका नजिकबाट दर्शन गर्न अनि त्यसै गरी आउटिङका निम्ति, हाइकिङका निम्ति जाने स्थल बनेको छ। हुन त मानव निर्मित यो मन्दिर टुप्पोमा छ। म पनि फर्स्ट टाइम जाँदैछु र मेरो यो यात्रामा तपाईहरुलाई पनि सरिक गराउँदैछु। पहिलो पटकको मेरो यात्रा कहाँ कसरी कुन सडक प्रयोग गरेर जान्छु यहाँ देखाउँछु है। सजिलो तरिकाले मेरो भिडियो हेरेर तपाईहरु पनि पुग्न सक्नुहोस्, यही मेरो कामना हो। भुवनेश्वरी माताले हामी सबैको रक्षा गरून्। आज यो यात्रा सफल बनोस्। आउनुस्, यतिखेर पौने 1 बजेको छ घडीमा। पौने 1 बजे हामी कोटेश्वरबाट भुवनेश्वरी माता मन्दिरतर्फ लाग्दैछौँ। त्यहाँ सोधेको छु साथीभाइलाई कसरी जाने, कताबाट जाने भनेर। साथीभाइले पहिलो डेस्टिनेसन चाहिँ तपोवन गरौ, तपोवनबाट अलिकति अगाडि गएपछि सोध्दै जाउँ म्याप हेरेर भन्ने जानकारी दिएका छन्। अब तपाईहरुलाई पनि यो यात्रामा सरिक गराउँदै आजको यात्रा सुरुवात गर्दैछु। काठमाडौँ कोटेश्वरबाट भुवनेश्वरी मन्दिरतर्फ। तारकेश्वर नगरपालिका अन्तर्गत पर्दछ यो चाहिँ। मित्रहरू, यतिखेर हामी चाहिँ यो सोह्रखुट्टे बाइपासमा पुगेका छौँ। चक्रपथ क्रस गरेर हामी यो बालाजु औद्योगिक क्षेत्रतर्फ जान लागेका छौँ। यहाँहरूले देख्न सक्नुहुन्छ यो बाटो सोह्रखुट्टेबाट अगाडि लागेपछि यो 4वटा बाटोमा आइपुगिन्छ हैन त, चोकमा। यो सोह्रखुट्टे चोक, तल्लो सोह्रखुट्टे चोक चक्रपथ छुने अनि हामी सिधै गयौँ भने बस पार्क पुगिन्छ। है, उत्तरतिर लाग्यौँ भने हामी यतिखेर बालाजु औद्योगिक क्षेत्रतर्फ लागेका छौँ। यो भित्री बाटोबाट सिधा अगाडि गएर माछापोखरीबाट चाहिँ तपाईँले माछा बजारबाट भनौँ न हैन, माथि तपोवनतिर जाने बाटो लागे पनि भयो। नागार्जुन दरबार, तपोवन, अब हामीले बुझ्ने भाषामा भन्दा। तर अहिले हामी चोकबाट नै यो उद्यान हुँदै अगाडि बढेका छौँ हैन त। यो बाटो पुरानो बाटो हो, चौडा बनाइए तापनि यो पिचहरू खन्ने, कहिले सडक बनाउने, कहिले के नेपालको यही त हो नि समस्या। के कसो भ्लग नेपालमा आज म यहाँहरूलाई भुवनेश्वरी मन्दिरको यात्रा गराउँदैछु। तारकेश्वर नगरपालिकामा रहेको भुवनेश्वरी मन्दिर दर्शन गराउन यहाँहरूलाई लगिरहेको छु। यो सडक बाटो हो। आगामी दिनमा यो सडक गुणस्तर बढोस्। जेनजी आन्दोलनको बेलामा यो प्रहरी चौकी जुन देब्रेपट्टि देखिएको छ, यो प्रहरी चौकी पनि अछुतो रहन सकेन, जलाइएको थियो। स्थानीय जनताहरूले फेरि यसलाई पुनर्निर्माण गरेर रङरोगन गरेर प्रहरीलाई हस्तान्तरण गरिसकेका छन् र प्रहरीहरू बस्न थालिसकेका छन्। जेनजी आन्दोलनमा धेरै अपूरणीय क्षति भयो र पछिल्लो समय जेनजी आन्दोलनको बेलामा चाहिँ धेरै क्षति बेहोर्नु परेको चाहिँ प्रहरी चौकीहरूले पनि थियो। यतिखेर हामी बालाजु उद्यान, सानसानोमा तपाईँहरू पनि बालाजु उद्यान जानुभयो होला हैन। स्विमिङ पुल भन्ने त्यो बेलामा हाम्रो पालामा यही थियो। कि रङ्गशाला जानु पर्थ्यो कि बालाजु स्विमिङ पुल भनेर जान्थे। अब अहिले त घर घरै स्विमिङ पुल हुने चलन आइसक्यो, होटलमा स्विमिङ पुल। अब त्यो बेलामा त थिएन नि त हैन त, पहिला धेरै बुढो भन्न नि खोजे हैन नि मैले। फेरि मित्रहरू, यहाँहरूको साथमा म सन्तोष भट्टराई, भ्लग नेपाल हेर्दै हुनुहुन्छ। बालाजु उद्यानको गेट हो यो। शनिबारको दिन आज भिडै छ र हामी अगाडि बढिरहेका छौँ। आशा गरौँ आगामी दिनमा फेरि भन्न चाहन्छु यो सडकले पूर्णता पाओस्। जनताको घर भत्काएर यो सडक चौडा बनाइएको हो। ल्याङफ्याङ बनाउनलाई चाहिँ यो सडक चौडा बनाइएको होइन। यो बिचमा रहेको सडक छोएर रहेको यो पार्टीलाई पनि जोगाइयोस्, किनकि पुरातात्विक चिजहरूलाई नजोगाउने हो र भत्काउँदै जाने हो भने केही पनि रहँदैन। कङ्क्रिटको सहर हेर्नलाई पर्यटकहरू आउँदैनन्। हामी अगाडि बढेर यो बालाजु बाइपासबाट यहाँहरू जुन पश्चिमतर्फ उक्लिनु भयो भने यही बाटो छुनुहुन्छ। यो चौबाटो आउँछ नि त, यहाँ यता फेरि चोक आउँछ। यो चोकबाट हामी तपोवनतर्फ जानुपर्छ, नागार्जुनतर्फ जानुपर्दछ भन्न चाहन्छु। र यो नागार्जुनतर्फ जाँदाखेरि
हामी यही सडक प्रयोग गरेर धेरै हिँडेका हुन्छौँ, तर कतिपय मित्रहरू यो स्थानमा पुग्नका निम्ति आफ्नो डेस्टिनेसन बनाउनु भएको छैन भने अब बनाउनुहोस्। किनभने एउटा हेर्न लायक एकजना व्यक्ति कि र उहाँले गर्नुभएको, बाबाले गर्नुभएको पहलमा यत्रो सृष्टि भएको रहेछ। मैले चाहिँ टिभीमा देखेँ अनि अगाडि बढेको हुँ हेर्नलाई। यो चोकबाट हामी अष्टनारायण सिनेमा हल भन्ने थियो पहिला, अहिले पनि छ, तर अष्टनारायण सिनेमा हलबाट तलतिर नओर्लिकन हामी माथिल्लो बाटोबाट चाहिँ नागार्जुन दरबारतर्फ अगाडि बढ्न सक्छौँ, तपोवनतर्फ अगाडि बढ्न सक्छौँ, त्रिशुली हाइवेतर्फ अगाडि बढ्न सक्छौँ। जे भने पनि यो पिचै पिच यहाँहरू जङ्गललाई देब्रे किनारा पारेर पिचै पिच अगाडि बढ्नुपर्ने हुन्छ। भुवनेश्वरी मन्दिर तारकेश्वर नगरपालिकामा उपत्यकाको उत्तर पश्चिम भागमा अवस्थित छ। समुद्र सतहबाट करिब 1600 मिटर उचाइमा रहेको यो मन्दिर पुग्न काठमाडौँको बालाजु बाइपासबाट करिब 11 किलोमिटर अगाडि बढेपछि तीनपिप्ली नजिकबाट माथिल्लो डाँडामा पुगिन्छ। बस वा बाइकबाट बालाजुबाट लगभग 30 देखि 45 मिनटमा पुग्न सकिन्छ। तीनपिप्लेदेखि सिँढी चढेर करिब 25 मिनटमा मन्दिर पुग्न सकिन्छ। विशेषता र आकर्षण मन्दिरलाई संसारकै सबैभन्दा ठुलो देवीको मन्दिरमध्ये एक हो भनेर चिनिन्छ। यसको विशेष डिजाइन र 27 वटा गजुरहरू यसलाई आकर्षक बनाउँछन्। यो धार्मिक महत्त्वको साथै धार्मिक पर्यटनका लागि सम्भावित गन्तव्य पनि हो, जहाँ धेरै भक्त र पर्यटकहरू आकर्षित हुन्छन्। पछिल्लो समय यो मन्दिर पुग्नका निम्ति युवा युवतीहरू अनि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको देख्न सकिन्छ। पछिल्लो समय टिकटक, फेसबुक लगायतका सोसियल साइटहरूमा यहाँ पुगेर फोटो खिचेर यसको आन्तरिक पर्यटनको प्रवर्धन गर्नका निम्ति सोसियल युजरहरू बढी मात्रामा झुम्बिएका देख्न सकिन्छन्। आकर्षण मन्दिर भएको कारणले गर्दाखेरि र मन्दिर पनि काठमाडौँको टपमा भएको कारणले गर्दा यहाँ जो कोही पुगेर मनमोहक दृष्टिले बिदाको दिन वा आफूसँग भएको फुर्सदको समय यहाँ व्यतीत गर्न चाहन्छन्। घर परिवार, समय, साथीभाइ मिलेर जाने गर्दछन्। अझ भनौँ बिदाको दिन होस् वा फुर्सदको समय एउटा पिकनिकको भावले यहाँ पुग्ने गर्दछन्। अहिले हामी ओशो तपोवनको ढोकामा आइपुगेका छौँ। ओशो तपोवन कटेर हामी अगाडि बढ्नुपर्ने हुन्छ। यतिखेर हामी ओशो तपोवन कटेका छौँ र अगाडि बढेका छौँ मित्रहरू। हाम्रो गन्तव्य भनेको तारकेश्वर नगरपालिका 3 स्थित जितपुर 5 मानेमा अवस्थित धार्मिक एवं पर्यटक स्थल भुवनेश्वरी मन्दिर हो। शनिबारको दिन भएर पनि हुनसक्छ यो बाटो आज भिडभाडै देख्न सकिन्थ्यो। 2 पाङ्ग्रे 4 पाङ्ग्रे सवारी साधनहरू सहज रूपमा चलेका छन्। कुनै समय यहाँ हिलाम्मे भएर यो सडकमा गाडी गुडाउन सकिँदैन थियो। अहिले भने चाहिँ सरर र कालपत्रे सडकमा हामी अगाडि बढ्न सक्छौँ। तपाईहरू पनि भुवनेश्वरी मन्दिर जान खोज्दै हुनुहुन्छ भने बालाजु बाइपास, ओशो तपोवन अनि त्यो कटेर अगाडि बढ्नुहोस् र यो पिचै पिचको बाटो यहाँहरू अगाडि बढ्न सक्नुहुन्छ। हामीले भ्लगमा अर्को भागमा मन्दिर परिसर देखाउनेछौँ। तपाईहरूले त्यो पनि हेर्न नभुल्नुहोला। हामी बालाजु बाइपासबाट करिब 10-8 किलोमिटर अगाडि आयौँ होला। यहाँहरूले हेरिरहनु भएकै छ कालोपत्रे सडक, अनि यो सानो 2 लेनको सडक हो। धेरै भिडभाड पनि हुँदैन, तर तपाईले यो सडकमा यात्रा गर्दा एकदमै केयरफुल चाहिँ हुनुपर्छ। त्रिशुलीतिरबाट आएका अनि स्थानीय व्यक्तिहरूका सवारी साधनहरू निकै नै स्पिडमा आउँछन्। नागार्जुन रिजोर्ट पुगेका छौँ। हामी यो त्रिशुली सडकमा रहेको
दायाँ बायाँ धेरै होटलहरू छन् यहाँ पिकनिक मनाउन। अनि विदेशी पर्यटकहरू जो नेपाली नेचरहरूसँग मन पराउँछन्, नेचरहरूसँग रमाउन खोज्दछन्, यहाँ आएर रात बिताउने गर्दछन्। स्वदेशी अनि विदेशी पाहुनाहरूलाई सत्कार गर्न यहाँका होटल अनि यहाँका व्यवसायहरू सदैव तम तयार छन्। यही सडकबाट सवारी साधन वा भनौँ यात्रुहरू चाहिँ त्रिशुली जाने हो मित्रहरू। पुरानो सडक हो यो, त्रिशुली जाने पुरानो सडक। यो समय समयमा यो सडक बिग्रेको हुन्छ, बनेको हुन्छ, बिग्रेको हुन्छ, बनेको हुन्छ, तर अहिले चाहिँ भने चाहिँ बनेको छ, गुणस्तरीय बनेको छ। त्यो कारणले गर्दा सहजै रूपमा कालपत्रे सडक प्रयोग गरेर हामी अगाडि बढिरहेका छौँ। यहाँहरू भ्लग नेपाल हेर्दै हुनुहुन्छ, तपाईँको साथमा म सन्तोष भट्टराई। आजको यात्रा म भुवनेश्वरी मन्दिरको यात्रामा रहेको छु र तपाईँहरूलाई पनि काठमाडौँ नजिकै बिदाको दिन कहाँ जाउँ अथवा भनौँ समय कसरी बिताउनु भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ भुवनेश्वरी मन्दिर जानको निम्ति म चाहिँ रिकमेन्ड गर्छु। तपाईँ पुगेर आउनुभयो भने नराम्रो ठाउँ भन्ठान्नुहुन्न। हामी यतिखेर मित्रहरू यो भुवनेश्वरी मन्दिर जानका निम्ति गाडीबाट गएको कारणले हामी अलि अगाडि बढेका छौँ, तर यहाँबाट उक्लिएर पनि जान सकिन्छ। यो माथि मन्दिर गाडीबाट जाने यता हो। तीन पिप्ले भएको यो ठाउँमा आइपुगेका छौँ। यो ठाउँको नाउँ तीन पिप्ले हो। दाहिनेपट्टिबाट चाहिँ उकालो भर्याङ उक्लेर पनि तपाईँहरू हाइकिङ गरेर माथि पुग्न सक्नुहुन्छ। अब बलियो हुनुहुन्छ भने सिँढी चढेर 25 मिनट आधा घन्टाको सिँढी चढेर माथि डाँडाको टुप्पामा पुग्न सक्नुहुन्छ भने यतिखेर चाहिँ हामी गाडीमा आएको कारणले गर्दाखेरि हामी चाहिँ यो गाडीबाट अगाडि बढ्दैछौँ। पिच हुँदैछ है साँच्ची, त्यो पनि जानकारी गरौँ यहाँलाई, किनकि यो बाटोहरूको स्तरोन्नति भएको कारणले गर्दा मन्दिरतर्फ जाने बाटोहरू चाहिँ पिच हुँदैछन्, नयाँ पिचहरू छन्, ध्यानपूर्वक जानुहोला। सडक छोडेर हामी दाहिनेपट्टि लागेर उकालो लाग्यौँ। अब उकालोको मुखैमा चाहिँ यो भित्री बाटो हो, यो मूल बाटो होइन, ढलान गरिएको भेटिएको थियो भने अलिकति उकालो कटेर भित्र छिरेपछि चाहिँ मलौटे माटोमै अथवा भनौँ यो बालुवा खाने हो नि त पहिला है, यो बालुवा खाने घटाएर बनाइएको सडक मार्फत अगाडि बढिरहेका छौँ। यहाँहरूले देख्न सक्नुहुन्छ भुवनेश्वरी मन्दिर जानका निम्ति चाहिँ यो टपमा भएको कारणले गर्दाखेरि तीन पिप्लेबाट भर्याङ चढेर स्टेप वाइज तपाईँहरू उक्लिन सक्नुहुन्छ। गाडीको बाटो चाहिँ पछाडि डाँडाको पछाडिबाट छ, त्यो कारणले गर्दा हामी यो गाउँको बाटो अगाडि बढिरहेका छौँ। अग्लो डाँडो भस्याएर सडक बनाइएको छ। यो
गाउँतिर उक्लिने बाटो हो र मोटरेबल बाटोबाट चाहिँ हामी अगाडि बढिरहेका छौँ। यो बर्खामा त यो बाटो अलिक गाह्रै हुन्छ, किनभने बलौटे माटो नै छ, अहिले त थिचिएको मात्रै हो होइन। यहाँ न ढलान गरेको छ न पिच गरेको छ, तर ठाउँ ठाउँमा टर्निङ पोइन्ट जहाँ चाहिँ पानी बग्छ यो गाउँलेहरूलाई सहज होस् भनेर चाहिँ ढलान गरिएको देखियो, आरसिसी ढलान गरिएको छ। हामीभन्दा अगाडि मारुति ट्याक्सी गइरहेको छ, यहाँले देख्न सक्नुहुन्छ। यो हिउँदको समयमा अघि जानकारी गराएँ, उकालोमा चाहिँ नगरपालिकाले स्थानीय सरकारले गाउँवासीलाई टोलवासीलाई सहज होस् भनेर ढलान गरिदिएको छ, आरसिसी ढलान। यो आरसिसी ढलान पनि ठाउँ ठाउँमा त बिग्रिसकेको छ है। अब यो पिच कहिले बनियो थाहा छैन। आरसिसी ढलान नबिग्रिन्जेल अथवा भनौँ बिग्रिनु अगाडि नै पिच गरेदेखि त यसको लाइफ पनि अलिकति बढ्थ्यो होला। हामी गाउँपट्टि पसिसकेका छौँ, यति गाउँपट्टि पसिसकेका छौँ र मन्दिर आसपासमा पुग्न लागिसकेका छौँ। उकालो अपिल गर्नुपर्दा चाहिँ यहाँले देखिरहनु भएकै छ, गाडीलाई तान्नलाई पनि धौधौ छ भनौँ न यतिखेर। अघि यो ढलान नभइदिएको भए त झन् गाह्रो हुन्थ्यो। हामी यतिखेर त्रिशुली हाइवे छोडेर बस्तीतर्फ पसेर भुवनेश्वरी मन्दिरतर्फ गइरहेका छौँ मित्रहरू। यो ढलान गरिएको यो सडक उक्लिएर गाउँ बस्तीमा पुगेपछि चाहिँ दुईवटा बाटो आउँछ, देब्रे र दाहिने। हामी दाहिने लाग्नुपर्छ। एरोहरू अथवा भनौँ मार्कहरू केही पनि छैन है यहाँ चाहिँ। यहाँले गाउँलेलाई सोध्दै वा यो भिडियो हेरेर जान सक्नुहुन्छ। फेरि भन्न चाहन्छु, 2 पाङ्ग्रे सवारी साधनहरू सहज रूपमा जान सकिन्छ, 3 पाङ्ग्रे 4 पाङ्ग्रे सबै जान सकिन्छ। हिउँदमा बर्खामा अलिक गाह्रो हुन्छ। ढुङ्गाहरू चाहिँ पेलेर यो सडक बनाइएको छ, ग्राभिल सडक हो तर मसिनो ग्राभिल छ, सहज रूपमा जान सकिन्छ। साना गाडीहरू, ठुला गाडीहरू, 2 पाङ्ग्रे सबै। र यो चौरमा चाहिँ पार्किङ गर्नुपर्छ, योभन्दा अगाडि चाहिँ गाडी जान सक्दैन, किनकि एकदमै न्यारो सडक छ र बस्ती पनि सुरु भएको छ। अब भने चाहिँ अर्को भिडियोमा यहाँहरूले यो पार्किङदेखि मन्दिरसम्म हेर्नुहोला। आजलाई यो भ्लग यति नै। म सन्तोष भट्टराईलाई बिदा दिनुहोस्। भ्लग नेपाल सब्सक्राइब गर्न नभुल्नुहोला।